दर्शकबिन, एउटी आमा जसले 16 वर्षसम्म आफ्ना सन्तानलाई हुर्कायो, एउटा बुवा जसले छोरीको सपना पूरा गर्न खाडीमा घाम पानी नभनी सङ्घर्ष गरिरह्यो। गएको फागुनको 23 गते आमा खाना बनाएर राख्नु, म 2 घण्टामै फर्किन्छु भनेर ट्युसन पढ्न गएकी छोरी कहिले नफर्किने गरेर अस्ताइन्। दर्शकबिन, 16 वर्षकी नाबालिका जसको आँखामा हजारौं सपनाहरू सजिएका थिए। डाक्टर बन्ने भनेर कक्षा 11 मा पढिरहेकी इनिसा सपना आज सपनामै सीमित भएको छ। दर्शकबिन, अब त्यहाँ वस्तुस्थिति हेर्दाखेरि त्यहाँका मान्छेहरूले भने सुन्दाखेरि त्यो रगतताम्य थियो, त्यो जमिन भन्नुभयो। अझै त्यो मैले यहाँ कैद पनि गरेको छु कि त्यो अझै सालको पातमा अहिलेसम्म पनि ब्लड छ त्यहाँ, अझै पनि छ कि सालको पात भनेपछि यो अग्लो छ नि त, यति अग्लो छ नि त, त्यति अग्लो ठाउँमा पनि ब्लड लागेको छ भनेपछि जमिनमा त त्यस्तो त्यो कति धेरै ब्लड थियो होला कि। मलाई त 9:30 बजीतिरै फोन आएको, पुलिसबाटै फोन आयो। पुलिसले नयाँ नगरले फोन गरे अनि नानी त बिहान एक्स्ट्रा क्लास के अरे प्र्याक्टिकल छ भनेर मसँग भने, अनि नजाऊ भने नै छोड्छु। गयो भने प्र्याक्टिकल छ, एक्स्ट्रा क्लास छ भनेर गएको यहाँबाट नगएपछि सरहरूले रिसाउनुहुन्छ, मोबाइलमा ग्रुपमा नोटिफिकेसन हाल्नु भएको छ भनेर गयो। नजाऊ भने होइन मम्मी जानुपर्छ, नगएपछि सरहरू रिसाउनुहुन्छ भन्नुभयो। जाऊ न त भनेर अटो भाडा पैसा लगेर खाजा खाने पैसा लगेर गयो। अनि छिटै खाना पकाएर राख्नु, म 2 घण्टा मात्रै, 2 पिरियड मात्रै छ, 2 घण्टापछि म आइहाल्छु, खानासाना पकाएर राख्नु भनेर भने। हुन्छ भनेर मैले खानासाना उनानी उता गएपछि अनि खानासाना पकाएर राखेँ। अनि 9 बजी मैले त्यस्तै 9:30तिर फोन ट्राई गर्ने, मोबाइल स्विच अफ छ। अनि कहिले पनि स्विच अफ गर्थेन, किन स्विच अफ भएर भनेर मैले फेरि नन स्टप स्विच अफ ट्राई गरिराखेँ, स्विच अफ भनेर। अनि मलाई आत्तिएर लाग्यो मोबाइल कहिले स्विच अफ हुन्थेन, किन स्विच अफ भएको छ भनेर भन्दाखेरि फेरि स्कुलमा ट्राई गरेँ। स्कुलमा त्यो सिडिआरमा फोनमा फोन लागेन। फेरि त्यो जुन नानीको प्र्याक्टिकल लिने टिचर हो, त्यो मेरो साथी उसमा फेसबुकमा सबैमा साथी नै हुनुहुन्थ्यो, उहाँलाई ट्राई गरेँ, उहाँकोमा फोन पनि लागेन, त्यो मेसेन्जरमा कतै फोन लागेन। अनि के भयो, किन फोन लागेन त, किन नानी पनि आएन यसबेला भनेर म अत्यास लागेर यताउति घुम्दै थिएँ। अनि नयाँ नम्बरबाट फोन आयो। नयाँ नम्बरबाट फोन आउँदाखेरि हजुर इनिसाको मम्मी हो भने, हजुर सर किन हो, इनिसा शहीद पार्कको जङ्गलमा अचेत अवस्थामा हुनुहुन्छ, हजुर तुरुन्तै लिन आउनु भनेर भन्नु। किन सर, होइन म त नानी स्कुल गएको, कहाँ त्यहाँ जानु भने, होइन तपाईँ छिटो तुरुन्तै आइहाल्नु भनेर भन्नुभयो। अनि मलाई थाहा केही पनि भन्दै म त्यतिकै हिँडेँ। अनि गयो, मेरो बाबु पनि गएछ म सँगसँगै पछि म अटो चढेर गएँ। म अटो चढेर जाँदाखेरि त्यो शहीद पार्कको गेटनिरै 2टा पुलिसको भ्यान थियो। मलाई अटोमा म तलै अटो रोक्न पठायो। अनि अटो रोकेर मलाई फेरि त्यो पुलिसको भ्यान लिन आएर फेरि त्यही पुलिसको भ्यानमा हालेर अनि लयो, त्यहाँ यता अलिक तेर्सो बाटोसम्म लयो। अनि लग्दाखेरि म त बेहोसै मात्रै होला, त्यस्तो घटना भएन होला, बरु छिटो गएर छोरीलाई हस्पिटल ल्याउँछु भनेर गएको। अनि छोरीले त जिउभरि ब्लड छ, जिउमा लुगा पनि छैन, एउटा जुत्ता माथि छ, एउटा जुत्ता तल छ, मोजा छुट्टै छ, त्यो सालको पातहरू त्यो तानो त्यो पुरै धसारिरहेको छ, कपाल भुतालेको छ, हेर्नै नसक्ने छ। अनि पुलिसले भन्नुभयो कि तपाईँको छोरीको यस्तो छ अवस्था हेर्नुहोस् भन्नुभयो। अनि त्यति मात्रै देखेँ मैले। अनि त्यहाँदेखि मलाई होसै छैन, अनि थाहा छैन, म त्यहीँ बेहोस भएर ढलेछु। अनि म सँगसँगै फेरि त्यो लास म सँगसँगै त्यो लास त्यो पुलिसहरूले उठाएर यहाँ हस्पिटल ल्याइदिनु भएको छ। अनि मेरो छोराले भनेको मम्मी हजुरलाई त 4जना पुलिस अङ्कलले बोकेर तल ल्याउनु भएको, गाडीमा हाल्नुभयो भनेर भन्यो मेरो बाबुले। त्यो के थाहा पाउनु भयो? केही थाहा छैन। अनि पुलिसहरूले पनि त्यति छिटो लास नउठाइदिनु पर्थ्यो, त्यस्तो हत्या गरेर मारेको उहाँहरूको पनि गल्ती छ। अनि के अरे त्यस्तो गरेर मार्यो, अब छिटोभन्दा छिटो तिनीहरू हत्यारालाई कारबाही होस्, मेरो छोरीले न्याय पाओस्। अरू मलाई केही थाहा छैन, मेरो छोरीले न्याय पाओस्। मेरो निर्दोष छोरीलाई त्यसरी हत्या गरेर मारेको छ, तिनीहरूलाई पनि आजीवन कडाभन्दा कडा कारबाही होस्। म पनि अब तपाईँको सामु यहाँनिर उभिएर मैले पनि के भन्छु भने नि, इनिसाको हत्याराहरू जो छन्, यो कानुनलाई संशोधन गरेर भए पनि अहिले त यो 2 तिहाईको सरकार 2 तिहाईकै नजिक त छ नि, होइन? यो कानुनलाई संशोधन गर्न पनि मिल्छ, हेर्नु चाह्यो भने कानुनलाई संशोधनै गरेर भए पनि अब यही घटनादेखि एउटा नजिर स्थापना गरेर हुन्छ कि फाँसीकै सजाय
नै होस् तपाईँको छोरीले न्याय पाउनुपर्छ त्यही हो, है न्याय दिदी पाउनुपर्छ। तपाईँको छोरीले न्याय दोषीलाई कडाभन्दा कडा कारबाही गर्नु परोस्। मेरो छोरीले न्याय पाओस्। मेरो छोरीलाई त्यसरी लगेर देख्नु भएकै छ, गएर त्यसरी मारेको छ।